हाम्रो सुरुवात यो यात्रा सुरु भयो। अब हामी जाने गाडी चाहिँ यो हो। गाडीको चाहिँ नम्बर यो हो। ल गाडी चाहिँ यो हो। आज छोडेर आछ ल यही हो छोरो चाहिँ यहाँ हिजो अहिले हामी फलन्की आइपुगेका छौँ। फलन्की कतिसम्म भयो के छ त यात्रा रमाइलो भएको छैन। हामी डुम्ले भन्ने ठाउँमा मात्र भएको छ नभए चाहिँ डेन्जर छ। अनि यस्तो छ यो ठाउँ चाहिँ अलिकति ढुङ्गाहरू झरेको यो अवस्था छ। यो ल्यापटप टेक्न हुँदैन है तेरिका बच गया। हामी अब अगाडि बढ्दैछौँ। अब यो हामी लगभग 2-3 किलोमिटर जति अगाडि आयो लम्क चम्क हे नौजवान हो। अनि यहाँ फेरि ढुङ्गा छ, यस्तो ढुङ्गा छ यहाँ चाहिँ यस्तो ढुङ्गा छ। यहाँ त टाउको ठोकिने सम्भावना छ। यस्तो न्युरेर जानुपर्छ अथवा न्युरेर जानुपर्छ। यो चाहिँ यसरी छ। रहनु भएको छ सुनिल अङ्कल। यसको चाहिँ हाम्रो यात्रा अब यस अनि थाहा हुनेछ हामी कति किलोमिटर हो भन्ने कुरो। कति चाँडै पुगेको बा तिमी अलिक फास्ट हुनु पर्यो। ठिक छ ल यहाँ त 100 त्यहाँ त 200 3 घन्टा एक्चुअली यता हेर है हाम्रो यात्रा नेपालमा अनुमति यो चाहिँ जुत्ता लगाउँ। अब सबै छड्के पर है सबै। ल हाम्रो यो हिँडेको ट्रेकिङको चाहिँ थर्ड डे हो। किन भन्दाखेरि लामो बाटो छ, अलि हिँडाइ चाहिँ लामो छ। नभए गोसाइकुण्ड लगाई हाम्रो यो यस्तो मजाको दृश्य ल हेर्नुहोस् पछाडि ब्याकग्राउन्डमा कस्तो सो नाइस। हेर्नुहोस् यो के को लागि हो? यो के को लागि? टमाटरको ए देखिएको सबै यो तबेला हो। यहाँ घोडा बान्ने सबै तबेला, घोडा बान्ने तबेला हामीलाई भयो तबेला। यो सबै यो छेउछाउको सबै त ए त्यही त नि माथिबाट यसो हेर्दाखेरि घर हो कि भने यहाँ त हेर्दै जाँदाखेरि त सबै यो भएको छ भनेपछि यो सबै यो तबेला होइन त घोडा बान्ने बस्ने घर पनि हो। ए बस्ने घर यस्तो गरान भएकोमा बान्ने ल भनेपछि गाइज यो झन्डा भएको जति चाहिँ बस घर हो। सुनिलजी बिचमा छोरो जेठो छोरो सबैभन्दा अगाडि छ। अनि त्यसपछि दाजु, त्यसपछि सुनिलजी, त्यसपछि
यो बाटो अलि डेन्जर रहेछ। यो चिप्ले ढुङ्गा छ, चिप्लिने डर पनि छ। छेउमा भिड। हामी सेफ फक्सुन्डोको यात्रामा अहिले छेप्कामा छौँ खाना खाने क्रममा। यो खाना खाने क्रममा चाहिँ हामी यो न्यू डाँफे होटल एन्ड लजमा छौँ। यहाँ बोर्डमा देख्न सक्नुहुन्छ, तपाईँहरूलाई कन्ट्याक्ट गर्नुपर्ने नम्बर यो सबै। ल ह्याप्पी मदर्स डे रे यसले जेठ सरले त खोला छेउमा पुर्यायो। मेरो बुढी आँटिसकी, तल लान्छ फेरि तल झर्छ। आमा लाग्यो त्यस्तै छ। फेरि नदी दायाँ बायाँ गर्दै हिँड्दै हामीहरू फेरि नदी फेरि घुमाइ के छ त ठिक छ, मजा आएछ। ल मजा लियो। यस फेरि भिड यस्तो छ, यस्तो खोल्छ चल। ल अब चाहिँ यो घाम ताखेर चाहिँ यो ज्यान तातेर गर्मी भइरहेको छ यति पातलले पनि। ल जान्छ नि त यहाँ चाहिँ त छन्, तर आजको बसाइ चाहिँ हाम्रो झरनामै हो। ट्याङ्का भन्ने चाहिँ 2.5 किलोमिटर अब हाम्रो यात्रा अब सुरु हो ट्रेकिङको। ल सबैजना फ्रेस भइया छ? फ्रेस त फ्रेसै छ। ल ठिक छ। अब आज त धेरै छैन, अझ 3 घन्टामा फोक्सुन्डो पुगिन्छ। अनि फेरि त्यहाँबाट 2 घन्टा चाहिँ टावरमा, भ्यू टावरमा जानुको लागि हो। उक्लिरहेका छन् दाजु यहाँ हुनुहुन्छ। यस्तो अझै ठाडो छ ऊ त्यहाँ माथि झन्डा। उता चाहिँ अलि सहज छ, गाह्रो त छ नै सबै बाटो हो। तर पनि यो चाहिँ यो ठाडै उकालो छ। उताबाट पनि ट्र्याक चाहिँ खोलेको रहेछ, कता जाने ट्र्याक हो त्यो उहाँ पारि। अब यो रुटको चाहिँ अब सबैभन्दा लास्ट होटल हो झरना भन्ने ठाउँ। अब यसपछि सेफ फोक्सुन्डोमा मात्रै छ होटलहरू। यो चाहिँ यो रुटमा चाहिँ अब झरना भन्ने ठाउँको यो लास्ट होटल हो। यसपछि चाहिँ अब फोक्सुन्डोमा एक घन्टा कठिन हुन्छ होला। त्यहाँनिर घोडा चढ। गाइज यो बाटो चाहिँ अलिक डेन्जर रहेछ, स्किप पनि छ। यहाँबाट ढुङ्गाहरू पनि झरिरहँदो रहेछ। यहाँ देख्नु होला मसिनो ढुङ्गाहरू तन्ने झरेको छ। र यताको पार्ट साह्रै ठाडो भिड छ, लगभग 200 मिटर। डेन्जर डेन्जर। क्यामेरा ब्याकअप गरेँ किन एकदम डेन्जर छ। यो सेफ फोक्सुन्डो तालबाट बगेको पानी हो यो झरना है। कस्तो राम्रो छ, कति माथि हाइटबाट झरिरहेको छ। ल्याएर जाने बाटो चाहिँ यो यताबाट हुँदै यसरी हुँदै यो बाटो जान्छ। यो छोरो त्यहाँ छ, दाजु त्यहाँ। ल हामी आइपुग्यौँ। यो हाम्रो सेफ फोक्सुन्डोको
हँ कुन होटलमा जानुहुन्छ हामी पार पनि बन्दैछ एउटा केन्द्र लामा होटल हामी त्यो झरना भन्ने ठाउँबाट चाहिँ राति बास बसेको झरनामा हो झरना भन्ने ठाउँमा अनि त्यहाँबाट चाहिँ यहाँ आउन हामीहरूलाई लगभग 3.5 घन्टा लाग्यो हामी आरामले बस्दै बस्दै अब मेरो बुढी अलिक कम हिँड्ने भएको हुनाले हामीलाई 3.5 घन्टा लागेको छ यहाँसम्म आइपुग्न रिङ्बो भिलेज यहाँको एकदम पुरानो लगभग धेरै यहाँको भनाइअनुसार 1000 वर्ष पुरानो यो भिलेज हो अरे डोल्पाको चाहिँ सबभन्दा पुरानो भिलेज रिङ्बो भिलेज बस्ने ठाउँ त यता पनि छ तर त्यो तालकै छेउमा बस्ने भन्ने हाम्रो यो हामी अन टाइममै आइपुग्यो 3.5 घन्टामा हामी सेभ फोक्स विन्डोको तालकै छेउमा सेभ फोक्स विन्डो एक्सप्लोर गरिरहेका छौँ अहिले हामी छेउ होइन कि थोरल्पा हो घोडा आइज यसो चढेर गएको भन् न ल हामी अब उतातिर फर्किँदैछौँ किन भन्दाखेरि यो समयमा हावाहरू धेरै चल्ने भएर माथिबाट ढुङ्गा झर्ने भएको हुनाले रिक्स भएर हामी भ्यू पोइन्टमा चाहिँ जान सकेनौँ है गाइज सरी फर गर्दैन कति ठाउँ त्यसरी राखेर गरेको छ गजब छ ल एक दिन अझै बस्नु मन छ कि हो उहाँ गएर त्यही त भाग्दौडै त हो यो डार्क निलो हुँदै होइन दाजु यस्तो छ जति गहिरो ठाउँमा हेर्नुहुन्छ नि त्यति नै निलो हुन्छ होइन बाबु रारामा पनि हो सेभ फोक्स विन्डो ल जाउँ अब चलो त्यत्रो कारण नचढेको छ एउटै ल भयो ल यो चाहिँ अर्को साधन हो याक आउँदैछ उयो साधन यातायातका साधनहरू हामी एकछिन यो चौतारामा बिसाछौँ के छ पानी ल कमाउँछ हेलिकप्टर बाउलाई लिएर आउँछ अनि भ्यू ट्याब ल यो त पछाडि जाने गुड आइपुगेको छौँ ल है सबैजनाले तालको पानी छोइहालौँ तालको पानी मान्छेले खानी पाउँदैन रे ल आफैले नुहाउनु पाउँदैन नटे लाउनु नुहाउनु राफ्टिङ छैन है त्यही त बोटिङ सोटिङ राफ्टिङ गराएर त्यहाँ त माथि त झन् हिउँ परिरहेको जस्तो छ बिहान भन्दा त झन् बाक्लो भएको छ हिउँ त
यस्तो मजाको छ कलर चेन्ज भइरहन्छ नि त यहाँ चाहिँ यसरी यसको विशेषता यस्तो हुन्छ गुम्बा हो त्यो पर देखेको चाहिँ त्यो गुम्बा हो अहिले यसमा कलर तपाईँको कलर चेन्ज हुन्छ शुद्ध कलर हुन्छ यो अहिलेको कलर होइन यो छालतिर म आएको 15-20 दिन जति भयो सबै फर्किन्छ बिहान जुरुक्क उठेर लगभग 5:30 भएको छ 5:30 बजेको दृश्य हो यो हाम्रो होटलबाट देखिएको होटलबाट हामी लेक तालको सेफ फक्सुन्डो तालको सत्ता बेलामा यसरी बसेका छन् यहाँको हिमाली क्षेत्रको यो पहाडमा चाहिँ यो छेउसम्म परेछ त्यसमा मात्रै थियो यो छेउसम्म परेछ गाइजहरू ए आज त यताको उसमा पनि यो तर आज अलिक चिसो कम छ भन्ने कुरोहरू यो हामी सेफ फक्सुन्डोको एक्सप्लोर गर्दैछौँ बिहानको समयको जो बेलुकाको समयको देखाइहाल्यौँ गाइजहरू अब कमेन्टमा भन्नु होला के बेलुकाको र बिहानकोमा के तालको स्ट्यान्ड त यसमा आयो को पनि कलर चेन्ज हुँदै गयो अब ल तालको कलर चेन्ज हुँदै गएको छ अब यो निलो हट्नै गएको छ है टर्कै जान्छ अब निलो हट्दै छ ल यो अर्कै कलर अलिअलि हेरौँ त्यतातिर अब पानीको छाल बढी आउनु थाल्यो अब जति बेलुका हुँदै जान्छ आइहाल्छ नि यो वालले छोड चिसो भइसक्यो क्या यहाँनिर हामी अब यो हिउँ चाउता माथि निकै यहाँ पनि अहिले हिउँहरू हिउँ पर्यो है ए नबोली छ ल यहाँनिर नबोली छ अब हिउँ पर्यो शान्तले बस्ने यहाँ पर्यो भने परिहाल्यो ओ मार्यो हिउँ पर्न थाल्यो हिउँ पर्न थाल्यो हेर्दा हेर्दै त्यहाँनिर हुस्यो है ल हिउँ पर्यो हामी सेफ फक्सुन्डोमा आज हाम्रो भाग्य बनिरहेको छ यहाँ मजाले तालको त्यसरी तालको छेउमा रारा के अरे रारा जस्तै यो जुन तपाईँ ब्याकग्राउन्डमा देखिरहनु भएको यसको आउटलेट चाहिँ सेफ फक्सुन्डोको किनारमा इन्जोय यस्तै पोजिसन पढिन्छ ज्याकेटले पेट छोपिन्छ होइन छोप्ने छैन त्यस्तो सेफ फक्सुन्डो माता छैन सेफ फक्सुन्डो माता कि जय हो अब लगभग अहिले कति बज्यो भन्दाखेरि समय 15-20 मिनट जति सानो पिकनिक जस्तो उता निता अगाडि हिँडिराखेकी छ जाँदैछ सबै साधनहरू लिएर सेफ फक्सुन्डोबाट यो डोल्पा जिल्लाको लागि के ल्याएको यसमा अहिले पुग्नु हजुर जस्ता पाता के सबै बोके गाह्रो चाहिँ होइन ट्रेकिङ गर्नलाई अलि डेन्जर छ यसो अनि ढुङ्गा ढुङ्गा भएको ल हेर्नु बाटोमा देखिएका गुफाका दृश्यहरू थियो होला नि यिनीहरू पानी पऱ्यो अहिले पो होटलहरू भयो रेन्चीबाट खाना खाएर हामीहरू 12 बजे हिँडेका छौँ हाम्रो
सहयात्रीहरू लाइन लागेर लाइनबद्ध लगाइछ हामी रेन्ची ल रेन्चीको यो खासै धेरै छैन बस्नलाई अहिले भर्खर यिनीहरू बन्द रहेछन् लगाइज फर्किँदाखेरिको यात्राको अनुभव के त्यहाँबाट हामीलाई लिएर आएर यहाँ छोडेको अहिले हामीले थाहा नपाएको देख्यो त्यसले पछि आएदेखि याद गर्थ्यो होइन फर्किने क्रममा ओरालीहरू छ अब यो फर्किँदाखेरिको दृश्यहरू हो 1.5 डेज हेलो गाइज हामी अब मेरो टोलीमा चाहिँ एउटा मेरो बुढी छ ल कत्रा पो छ कहाँ ए हो र ए ल ल राम्रोसँग पढ ल हो भन 5 घन्टामा पुगेको छु भने अहिले 3 घन्टामा हामी यहाँ आएको त्यो पनि आरामले यो देखिएको दुनै बजार हो छैटौँ दिन हो हामी फर्किने अब डेस्टिनेसन चाहिँ अब हाम्रो दुनै हो फटाफट यो करिडोर हिँडेर एक ठाउँमा चाहिँ अलिकति अब हाम्रो लगभग 1.5 घन्टाको बाटो हामी अब सुलीगढ जान्छौँ कुटुङटुङ दौड है यो बाटो चाहिँ यसरी आएको छ यहाँ चाहिँ डेङ्गर छ क्या ढुङ्गाहरू भित्र छिरेर ल कहाँ तल ल गाइज यो हेलो गाइज डेन्जर चाहिँ होइन यस्तो अब हामी गाडी चढ्ने हामी अब गाडी साथ पनि दिएको छ अनि यस पहेँलो बेलले यो चाहिँ खाद्य संस्थान कहाँ हुन्छ भोलि हिँडेर पर्सि पुगिन्छ 7 बजी हिँड्ने 11-12 बजीतिर 2 बजीतिर पुग्छ अरे थकाइ राजा वीरेन्द्रको शालिग देखियो जोस यो हराइसकेको दुनै एक्सप्लोर गरियो अहिले कान्छो भयो वाउ कस्तो छ दाजु यो चौधरी अब हामी भोलि त्रिपुरा सुन्दरी मन्दिर जानको लागि गरिरहेका छौँ बाटो युरोपको जस्तो देखिँदैन त यो ल त्रिपुरा सुन्दरीको मन्दिर त्रिपुरा नेपाल भारत सहयोगमा पो बनेको रहेछ त्रिपुरा सुन्दरी
ए यहाँसम्म चप्पल जुत्ता सुनिल देवकोटा मन्दिरको ल यता हेर त ल त्रिपुरा सुन्दरी यसले गाडी पनि बजार साइड गइन्छ यो रिम्ना भयो मलाई बुढो ल ठिक छ ल यही गाडी हो एकचोटि मेरो पछाडि खोलिदिन्छ